यही फागुन 21 मा भएको प्रतिनिधि सभा निर्वाचन भन्दा अगाडि सबैभन्दा ठूला रहेका तीन दलका तर्फबाट नेतृत्वमा पुगेकाहरूमाथि अनुसन्धान सुरु गरिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डमाथि अनुसन्धान सुरु भएको छ। अनुसन्धानको लागि विभागले प्रहरीलाई पनि पत्रचार गरेको छ र विभागसँगै प्रहरीले पनि अनुसन्धान अगाडि बढाएको छ। तीनजना पूर्व नेतृत्वकर्ता सँगै पूर्व मन्त्री आर जुराडा देउवा र दीपक खड्का तथा उनीहरूको परिवारको नाममा रहेका चल अचल सम्पत्ति र आमदानीको स्रोत लगायत विषयमा अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ। आर जुराडाका भाइ भूषण राणामाथि पनि अनुसन्धान भइरहेको छ। प्रहरीले शनिबार केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेको थियो। उनीहरू दुवैलाई ज्यान सम्बन्धी मुद्दामा पक्राउ गरिएको हो। सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान अगाडि बढाएको मुद्दा छुट्टै रहेको छ। विभागले